मिसन के हो त, लक्ष्य प्राप्ति के हो त हो, त्यसमा लागेर चाहिँ उहाँहरूले चाहिँ चुनावमा होमिने र त्यहीबाट चाहिँ निष्पक्ष रूपमा चाहिँ इलेक्टेड भएर चाहिँ सम्हाल्ने र त्यही अनुसार विद्यार्थी गतिविधि गराउने, विद्यार्थीलाई चाहिँ अभ्यास गराउने, व्यावसायिक बनाउने, इन्टरनेसनल जोड्ने, क्लासमा उद्यमशीलतालाई चाहिँ प्रायोरिटी दिने, काम गर्ने, शैक्षिक उन्नयनका विषयहरू चाहिँ कार्यान्वयन गर्ने वकालत त धेरैले गरिसक्नु भएको छ, तर कार्यान्वयन गर्ने कुरामा चाहिँ अगाडि बढ्नुपर्छ भन्ने कुरा हो। मुख्य कुरा गुणस्तरीय शिक्षाको कुरा छ, सर्वसुलभ शिक्षाको कुराहरूमा चाहिँ भोलिका दिनमा सोभिउले नै क्याम्पसबाट चाहिँ गर्न थाल्यो भने चाहिँ त्यसको कार्यान्वयनको बेसमा चाहिँ मुख्य जिम्मेवार हुन्छ। त्यो भएको हुनाले यसरी अगाडि बढ्दै गर्दाखेरि धेरै विद्यार्थी सङ्गठनमा पनि चाहिँ एउटा सकारात्मक हुन्छ, किनकि आज चाहिँ विद्यार्थी सङ्गठनको औचित्यमाथि प्रश्न उठिरहेका बेला विद्यार्थी साथीहरू, विद्यार्थी नेताहरू पनि गम्भीर भएर लाग्नुपर्छ र औचित्य पुष्टि गर्नुपर्छ भन्ने कुरा म यहाँ विद्यार्थी सबै साथीहरूलाई पनि म भन्न चाहन्छु। हजुर,